अहिले म चाहिँ गोठाला गइरहेको छु। बुखार लागेर गोठाला गइरहेको छु। यसरी मेरो छेमाको चौतारा साङ्गे भएको कारणले गर्दा बिहानै बाख्रा फुकाएर म खोलातिर बाख्रा चराउनु लागिरहेको छु। मर्निङ टाइममा एक्सर्साइज पनि हुने, त्यो कारणले आज छेमाको चौतारामा निस्किनु पर्ने भएको कारणले म यसरी बाख्रालाई बिहान फुकाएर चराउनु लागिरहेको छु। गाई चरु के बाँगा के गर्नु? ए हाम्रो बाँधमा चाहिँ यहाँ बारी भिजाउनु हुँदो रहेछ। मकै छर्नु ढिलो भएर पानी नपरे यस्तो अवस्था छ। पानी आउँछ अलिअलि मात्र, फट्टाफुट्टा बारी भिजेको छैन। उदाइजा हे यहाँ चाहिँ सुन्तलामा मल लाउने कार्यक्रम, यो खाँदालाई यसरी खनिएको छ मल लाउनको लागि।